हेलो एभ्रिवान, नमस्कार, वेलकम टु सेभेन लेजर। यो भिडियोमा हामी सेभेन लेजर भनेको के हो र सेभेन लेजरले हजुरको बिजनेसको के प्रब्लम सल्भ गर्छ भनेर हेर्न जाँदैछौँ। सबैभन्दा अगाडि कुरा गरौँ प्रब्लम स्टेटमेन्टको। यो तपाईँको वेयरहाउस हो, गोदाम। गोदाममा तपाईँको म्यानुअल इन्ट्री हुन्छ र यो तपाईँको अकाउन्ट सेक्सन जहाँ अकाउन्टेन्ट्सहरूले काम गर्नुहुन्छ त्यहाँ एक्सेल या सफ्टवेयरमा एन्ट्री हुन्छ। त्यसपछि आउँछ हजुरको फ्याक्ट्री। यदि हजुरको फ्याक्ट्री छ भने त्यहाँ पनि कि पेपरमा लेख्नुहुन्छ होला कि एक्सेलमा लेख्नुहुन्छ होला। तर समस्या चाहिँ के हो भन्दाखेरि न तपाईँको वेयरहाउस र अकाउन्ट्स डिपार्टमेन्टको केही कनेक्सन छ, हैन? कनेक्ट गर्ने केही पनि छैन कि वाट्सएपबाट गर्नु पर्यो कि तपाईँले फाइल बोकेर हिँड्नु पर्यो, हैन? कि एक्सेल फाइल सेयर गर्नु पर्यो। अर्को भनेको तपाईँको अकाउन्ट्स डिपार्टमेन्ट र फ्याक्ट्रीको पनि केही लिङ्क छैन। फ्याक्ट्रीबाट कि पेपर लिएर जानु पर्यो कि फेरि अगेन एक्सेल फाइल सेन्ड गर्नु पर्यो। यसरी हाम्रो तीनटै डिपार्टमेन्ट चाहिँ एकअर्कामा कनेक्ट नहुँदाखेरि चाहिँ के प्रब्लम आउँछ? ठुलो टाउको दुखाइ। कहिले? डिसिजन मेकिङ गर्ने बेला। जब तपाईँले डिसिजन मेकिङ गर्नुपर्ने बेला हुन्छ त्यतिखेर तपाईँलाई रिपोर्ट चाहिन्छ, फाइनेन्सियल रिपोर्ट चाहिन्छ, इन्भेन्ट्री कुन कुन लोकेसनमा के छ भनेर चाहिन्छ, महिनौँ वर्षौँदेखि फसिरहेको सामान के छ भनेर पनि तपाईँलाई रिपोर्ट चाहिन्छ, कुन सामानमा कति नाफा छ भनेर पनि हजुरलाई रिपोर्ट चाहिन्छ, इन्भेन्ट्री भ्यालुएसन कति छ अनि अकाउन्ट्स र इन्भेन्ट्रीको म्याचिङको पनि हजुरलाई रिकन्सिलिएसनको पनि रिपोर्ट चाहिन्छ। यो सबै रिपोर्ट निकाल्ने बेलामा चाहिँ हुन्छ टाउको दुखाइ। अब यसको सोल्युसन हामीले ल्याएको छौँ। हाम्रो सोल्युसन चाहिँ के हो भन्दाखेरि हजुरको अकाउन्ट्स डिपार्टमेन्टले सेभेन लेजर युज गर्छ। बिल आएको, बिल गएको, तपाईँको पेमेन्ट्सहरू, खर्च अनि तपाईँको क्यास ट्रान्सफर्सहरू सबै अकाउन्टिङले सेभेन लेजरमै एन्ट्री गर्छ। त्यसपछि आउँछ वेयरहाउस। हजुरको गोदाममा पनि सेभेन लेजर नै चल्छ। त्यसपछि हजुरको सामान आएको गएको सबै सेभेन लेजरमै एन्ट्री हुन्छ। त्यसपछि आउँछ हजुरको यदि फ्याक्ट्री छ भने हजुरको फ्याक्ट्रीमा पनि सेभेन लेजर युज हुन्छ। र सेभेन लेजर युज गर्नुको राम्रो फाइदा भनेको के हो भन्दाखेरि सेभेन लेजरमा तिनटै हजुरको डिपार्टमेन्ट कनेक्ट हुन्छ। पहिला तपाईँलाई यो फाइल ल्यायो, वाट्सएपमा चेक गर, त्यसपछि पेपर चेक गर, एक्सेल चेक गर, त्यो सबै गर्नु अब परेन, किनभने सेभेन लेजरमा सबै एउटै ठाउँमा हुन्छ र तपाईँको रिपोर्टिङ सेकेन्ड्समै निस्किन्छ। हप्तामा होइन, महिनामा होइन, सेकेन्ड्समा। यदि तपाईँलाई सेभेन लेजर चाहिँ मेरो लागि ठिक रहेछ भनेर लाग्यो भने अब यो भिडियो चाहिँ तपाईँको सेभेन लेजरमा कसरी पर्चेसको काम हुन्छ, सेल्सको काम हुन्छ, के वर्क फ्लो छ भनेर एक दुईवटा हामी हेर्न जाँदैछौँ है त, विथ इक्जाम्पल्स। सबैभन्दा अगाडि हेरौँ पर्चेस वर्क फ्लो। पर्चेस वर्क फ्लोमा हाम्रो यो पर्चेसको स्क्रिन हो। यसमा हजुरले हेर्न सक्नुहुन्छ भेन्डर हुनुहुन्छ, हैन? त्यसपछि पर्चेस डेट हाल्न मिल्यो। त्यसपछि यो पर्चेसमा चाहिँ पर्चेस अर्डरको चाहिँ हाम्रो सामान आयो कि आएन, त्यसपछि बिल आयो कि आएन, हामीले यसको पेमेन्ट गर्यो कि गरेनौँ, हैन? त्यो सबै चाहिँ हजुरले यहाँ ट्र्याक गर्न मिल्छ। हजुरले इन्टरफेस त हेर्नु भइहाल्यो। अब हेरौँ कसरी काम गर्छ है त। सबैभन्दा अगाडि पर्चेस अर्डर क्रिएट हुन्छ। पर्चेस अर्डर कसले क्रिएट गर्छ? सामान किन्ने जिम्मा जसको छ उसले क्रिएट गर्छ। त्यसपछि पर्चेस अर्डर क्रिएट गरेर हामीले भेन्डरलाई पठाउँछौँ अनि भेन्डरले हामीलाई सामान पठाउँछ। अब सामान आउने बित्तिकै हजुरको गोदाममा सामान आयो भनेर रिसिभ हुन्छ। अकाउन्ट्स डिपार्टमेन्टसँग नि भेन्डरले पठाएको बिल पुग्छ। अब हजुरको गोदामबाट नि सेम सफ्टवेयर अपडेट हुन्छ र अकाउन्ट्स डिपार्टमेन्टबाट नि सेम सफ्टवेयर अपडेट हुन्छ। अनि त्यसपछि सेभेन लेजरको काम आउँछ। हजुरको गोदाममा भएको त्यो सामान रिसिभ गरेको डेटा र हजुरको अकाउन्टेन्टले एन्ट्री गरेको सेभेन लेजरले म्याच गर्छ, सामान आएको र बिल ठिक छ कि छैन भनेर। अनि त्यसपछि यदि हजुरको सामान ड्यामेज आएको छ भने त्यसलाई रेकर्ड गर्नुहुन्छ अनि सामान फिर्ता गर्नुभएको छ भने त्यसलाई रिटर्न क्रिएट गर्नुहुन्छ। अनि हजुरको अकाउन्ट सेक्सनले पेमेन्ट पनि क्रिएट गरिदिनुहुन्छ अनि भेन्डरको लेजर पनि यतिखेर नै अपडेट हुन्छ। अब कुरा गरौँ सेल्स वर्क फ्लो। हजुरको सेल्स चाहिँ कसरी काम गर्छ? सेल्समा हामी अर्डर टु क्यास भन्छौँ है। कस्तो भन्दाखेरि हजुरको सेल्स अर्डरबाट क्याससम्म कसरी जान्छ भनेर यो भिडियोमा हामी हेर्न जाँदैछौँ। अब कुरा गरौँ सेल्स अर्डरमा के कुरा हुन्छ। सेल्स अर्डरमा हाम्रो कस्टमर हुन्छ, हैन? डेट हुन्छ, कहिलेसम्म उसलाई दिनुपर्ने हुन्छ, हजुरको सामान हुन्छ, रेट हुन्छ, अनि ट्याक्स लागेको छ कि छैन त्यो सबै अर्डरमा डिफाइन्ड हुन्छ, हैन? हजुरको अर्डरको सामान गयो कि गएन, अनि त्यसपछि हजुरको बिल काट्यो कि काटेन, अनि हजुरको यदि यो सामान चाहिँ हजुरको फ्याक्ट्रीमा बन्छ भने यो प्रोडक्सन अर्डर पनि क्रिएट गर्न मिल्छ। त्यो भनेको चाहिँ तपाईँको सिधै अर्डरबाट चाहिँ म्यानुफ्याक्चरिङमा हजुरले प्रोडक्सन अर्डर क्रिएट गरिदिनु मिल्यो अघि नै भने जस्तै, अनि त्यहाँबाट चाहिँ हजुरको म्यानुफ्याक्चरिङ आफै कनेक्ट हुन्छ। अब कुरा गरौँ सेल्स वर्क फ्लो चाहिँ कसरी काम गर्छ सेभेन लेजरमा। सबैभन्दा अगाडि चाहिँ हजुरको सेल्स पिपलले अर्डर हाल्नु पर्यो। त्यो चाहिँ हजुरको मोबाइलबाट नै हाल्नु मिल्यो या हाम्रो बजार डुल्नुहुन्छ नि बजारमा गएर अर्डर हाल्नुहुन्छ, यदि हजुरको अनलाइन छ भने अफिसमा बसेर हाल्नुहुन्छ। अर्डर हाल्ने बित्तिकै हजुरको अर्डर कन्फर्म भएपछि चाहिँ वेयरहाउसमा आफै जान्छ। वेयरहाउसको जुन सिस्टम छ त्यहाँ चाहिँ हजुरको आफै
कुन सामान पठाउने, कसलाई पठाउने, कति क्वान्टिटी पठाउने सबै हजुरको सिस्टम थ्रु नै जान्छ, पेपर बोकेर जानु परेन। त्यसपछि आउँछ हजुरको अकाउन्ट डिपार्टमेन्ट। एकैचोटि हजुरको सामान रेडी हुँदै गर्छ र बिल पनि काटिँदै गर्छ, तपाईँको समय पनि बचत भयो। त्यसपछि हजुरको सामान पनि रेडी, बिल पनि रेडी। अब हजुरको अकाउन्ट्स डिपार्टमेन्टले चाहिँ कुन कुन सामान उसले रेडी गरेको छ हजुरको सिस्टममै देखिन्छ र त्यो अनुसार बिल काट्यो भयो, किनभने हामीले बिल काट्छौँ तर गोदाममा सामान हुँदैन, यस्तो धेरै भइरहेको हुन्छ। त्यसपछि स्टेप 4 मा आउँछ 7 लेजर। फेरि हामीले के गर्छौँ भन्दाखेरि सामान गएको र हजुरको अकाउन्ट डिपार्टमेन्टले काटेको बिललाई चाहिँ 7 लेजर सफ्टवेयरले आफै ट्याली गर्छ र सबै ठिक छ भने हामी अगाडि बढ्छौँ। त्यसपछि यदि हजुरको कुनै रिटर्न छ भने रिटर्नहरू प्रोसेस गर्न सक्यो, यदि त्यो अर्डर चाहिँ फिर्ता आयो या त्यसमा केही सामानहरू फिर्ता आयो भने त्यो पनि हजुरले अपडेट गर्न सक्नुहुन्छ। सबै सकेपछि हजुरले पेमेन्ट रेकर्ड गर्न सक्नुहुन्छ। सो यो चाहिँ हाम्रो सेल्स चाहिँ यसरी काम गर्छ। त्यसपछि कुरा गरौँ पेमेन्ट वर्कफ्लो, हाम्रो पेमेन्ट चाहिँ कसरी चल्छ भनेर। सो पेमेन्ट वर्कफ्लोमा चाहिँ हामीले के हेर्न सक्छौँ भन्दाखेरि हामीले कस्टमर सेलेक्ट गर्न मिल्छ। त्यसपछि पेमेन्टको नि हाम्रो 3टा 4वटा स्ट्याटस छ। ड्राफ्ट भनेको चाहिँ केही पनि होइन, 3टा 4वटा स्ट्याटस छ। यहाँ पेन्डिङ भने पनि छ, हजुरको पेन्डिङ पेमेन्ट पनि गर्न मिल्छ। यदि तपाईँ पोस्ट डेटेड चेकमा काम गर्नुहुन्छ भने त्यो पनि गर्न मिल्यो। हजुरको कस्टमर सेलेक्ट गर्ने बित्तिकै मुनि चाहिँ उसको पेन्डिङ इन्भोइसेसहरू आउँछ होइन, केमा डिपोजिट गर्ने, के पेमेन्ट मोडबाट पे गर्यो भनेर पनि हजुरले सेलेक्ट गर्न सक्नुहुन्छ। यहाँबाट हजुरको सिधै अकाउन्टिङ लेजरमा हिट गर्छ। सबैभन्दा अगाडि कुरा गरौँ लिमिट्सको। लिमिट भनेको चाहिँ क्रेडिट लिमिट हो। यदि तपाईँको नराम्रो कस्टमर छ, कसैले पेमेन्ट ढिलो गरिरहेछ नि उहाँलाई चाहिँ हजुरले क्रेडिट लिमिट लगाउन सक्नुहुन्छ। त्यसपछि हजुरको नराम्रो कस्टमरमा चाहिँ सामान फस्ने भएन, तर राम्रो कस्टमरको चाहिँ क्रेडिट लिमिट बढाउँदै जानु होला। त्यो भयो भने चाहिँ हजुरको सेल्स पनि बढ्छ र क्रेडिट पनि मार्केटमा धेरै फस्दैन। त्यसपछि आउँछ एआर एजिङ। कुन कस्टमरले कति समय भयो पेमेन्ट नगरेको, उसको बिलहरू कति पहिल्यैदेखि ड्यू छ भनेर सबै निकाल्न मिल्यो। नराम्रो कस्टमर कसरी भेट्ने भनेर सोच्नुहुन्छ भने यहाँबाट हेर्न सकिन्छ। त्यसपछि आउँछ एपी एजिङ। हजुरको सप्लायरलाई हजुरले तिर्नुपर्ने चाहिँ कति पुरानो भयो। यदि तपाईँको सप्लायरले चाहिँ लेट पेमेन्ट गरेको पेनाल्टी लिनुहुन्छ या चाँडो पे गरेको चाहिँ डिस्काउन्ट दिनुहुन्छ भने यो फिचर तपाईँको लागि गोल्ड माइन हुनसक्छ, किनभने यसमा चाहिँ हजुरले सप्लायरलाई तिर्न पाएकी दिनमा हेर्न सक्नुहुन्छ अनि हजुरको सप्लायरसँग रिलेसनसिप पनि एकदम राम्रो हुँदै जान्छ। यदि तपाईँको सेल्सम्यानले चाहिँ चेक बोकेर आउँछ र पेन्डिङ चेक हुन्छ, तपाईँले 1 महिना 2 महिनामा साट्ने हो भने चाहिँ सबैभन्दा अगाडि हजुरको सेल्स पर्सनले पेमेन्ट एन्ट्री गर्छ, चेकको फोटो राख्छ या के गर्छ, चेक नम्बर राख्छ। अनि जब चेक साट्ने दिन हुन्छ त्यतिखेर चाहिँ हजुरको अकाउन्टेन्टले स्टेटमेन्ट हेरेर पेड गर्नुहुन्छ। अनि त्यसपछि मात्रै हजुरको लेजर अपडेट हुन्छ र कस्टमरको लेजरमा त्यो पेमेन्ट देखिन्छ। नत्र भए 7 लेजर सिस्टममा देखिन्छ तर उसको लेजरमा चाहिँ त्यो पेमेन्ट देखिँदैन। यदि तपाईँलाई 7 लेजर मन पर्यो भने, तपाईँको बिजनेसमा मिल्छ जस्तो लाग्छ भने हामीलाई कल गर्नुहोस्, या यदि तपाईँलाई ट्राई गर्न मन छ भने 7leisure.com मा गएर हजुरले आफ्नो ट्रायल लिन सक्नुहुन्छ। केही समस्या आएमा हाम्रो सपोर्टमा रिच आउट गर्नु होला। थ्याङ्क यू सो मच। सी यू इन द नेक्स्ट भिडियो।